तिम्रो भन्छ भन्दैन कहिले कहिले भन्छ होला लिक्विड जङ्गलको यात्रा जङ्गलको डिटेक्टर भन्दै वेलकम ब्याक युट्युब च्यानल किन्नु हो नि अरे यस्तरी स्मार्टै फ्याटै हेलो गाइस हामी चाहिँ अहिले थारा काट्नेतिर लाग्दैछौँ यस्तो निङ्गालोको हाम्रो यता होटेलको ओनर हुनुहुन्छ अनि हामी चाहिँ यता पञ्चे डिल दिएर गएको सब ब्लग आउँदैछ है ब्लग त्यहाँ लाफालाई हेर्नुपर्छ के गर्दैछ केटो दिँदाखेरि थाहा पाउँछ कलाएर हामी चाहिँ पञ्चेको डिल कटिसक्यो अहिले चाहिँ अनि अब मौसम यस्तो छ है निङ्गालो कस्तो पाउँछ अब निङ्गालोमा फेरि भालुवाहरू भेट्नु पनि सकिन्छ क्या अहिले त यस्तो बर्खाको टाइममा बाटाहरू सबै चिप्लो छ गाइस अनि त्यस अब बाहुबलीको झरना देख्छ गाइस यहाँ यी सर्लकै भिवरा त्यही भएर हामी चाहिँ अहिले टक्क लगाएर पञ्चेको डिलवाला झरिसक्यो अब बाटाहरू चिप्लो छ अब बिस्तारै हिँड्नुपर्ने हुन्छ हामी चाहिँ अब बर्खाको टाइममा खोलाहरू यस्तो छ यता चाहिँ अनि हाम्रो यता साथी नि भ्लग बनाउँदै हिँड्दैछ अब हाम्रो ओनर अगाडि हुनुहुन्छ अब हेरौँ निङ्गालो कस्तो पाइन्छ त्यो अनुसारले काट्नु पर्ने हुन्छ गाइस धेरै भयो मेरो युट्युबमा भिडियो नआएको नि त्यही भएर चाहिँ अब यसो भिडियो बनाउँदै हिँडेको छ कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनु होला गाइस सो फाइनल गाइस अहिले चाहिँ हामी यहाँ विकास डाँडा जाने बाटोमा आइसक्यौँ अनि जस्तै यो चाहिँ विकास डाँडा जाने बाटो भयो भने यो चाहिँ हामी थाँग्रा काट्ने जाने बाटो हो अनि यो बाटोमा चाहिँ टक्क लगाएर हामी जानुपर्ने हुन्छ अब यता बस स्टेसन जान्छ यहाँबाट चाहिँ अनि अब बाटाहरू नि यस्तो हिलो रहेछ यता त्यही भएर चाहिँ हामी यस्तै ढुङ्गा टेकेर हिँड्नु पर्ने हुन्छ हाम्रो यता अगाडि साथी हो नि यहाँ भ्लग बनाउँदै हिँड्दैछ र म पछि छु अब भेटिन्छ भने हामी थाँक्रा 40-50वटा जति लिएर आउँछु एक्लै भागमा 50वटा चाहिँ लिएर आउँछु नभेटेछ भने अब हेरौँ कस्तो हुन्छ यतातिर अनि मेरो युट्युब च्यानलमा चाहिँ 180 सब्सक्राइब पुगेको छ अनि सबैजनाले साथ सपोर्ट गरेर त्यति पुर्याइदिनु भयो र योभन्दा पनि अझै सबैजनाले सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु मेरो टिकटक आइडी चाहिँ ब्ल्याक बोय छ टिकटक आइडीमा पनि देख्न सक्नुहुनेछ मेरो मिनी ब्लगहरू अनि आज चाहिँ फ्री टाइम भएर होटेलमा गेस्ट नहुने कारणले फुल भिडियो बनाउनु हिँडेको अब हेरौँ जङ्गलको यात्रा हो त्यति साह्रै भ्लग बनाउनु त आउँदैन कस्तो हुन्छ हेर्दै गर्नु होला फाइनल गाइज ओके गाइज अहिले भेटौँला फाइनल गाइज अहिले चाहिँ हामी नमस्ते होटेल कटिसक्यो अनि अब जङ्गल नि पुग्न लागिसक्यो हामी यतातिर बाघ भालु आउँछ कि धेरै जस्तो त्यही भएर हामी चाहिँ यहाँ बन्दुक बोकेर हिँडेको छ अब आयो भने ब्ल्याङ्गै हानिदिने कि यस्तो अब भालुहरू हुन्छ त्यो निङ्गालोको टुसा खानु आउँछ बाघहरू हुन्छ यता चाहिँ धेरै डर हुन्छ अनि धेरै भिरहरू अनि यस्तो भालु बाघहरू हुन्छ क्या यता चाहिँ त्यही भएर हामी यसरी ग्याङ बनेर हिँड्दैछौँ 3 जना अब हेरौँ कतिखेर पुग्छ जङ्गल त्यतिखेर अनि निङ्गालो काटेर सकाउँछौँ जति हुन्छ हजुरहरूलाई देखाउँदै गर्नेछु अहिले भेटौँला गाइज अहिले चाहिँ हामी जङ्गल निङ्गालो भएको ठाउँमा चाहिँ आइसक्यौँ यी के कति भेट्छ काट्नुपर्छ हामीले चाहिँ टक्क लगाएर अब बाटो यस्तो छ यता चाहिँ भिर यहाँबाट लड्यो भने मासु चाहिँ चिम्टाले टिप्नुपर्छ है फेरि अब बर्खा मासमा जता पनि पानी यसरी रसाउँछ यता चाहिँ भिरमा
त्यही भएर चाहिँ जुगाहरू नि धेरै जस्तो आउँछ यता यसरी भाग्नुपर्ने हुन्छ क्या जुगालाई डराएर यस्तो यस्तो छ दिन घाम लाग्यो भए यस्तो दामी आउँथ्यो घाम लागेन छैन यस्तो छ दिन कुहिरो भालु यहीँ नजिकै आएर अनुहारमै हाङ गरेर बस्दा नि देख्दैन यहाँ त वाकै बाघले झम्टेपछि मात्र थाहा हुने कि यता चाहिँ पानी रसाएर एकदम राम्रो भएर रहेछ तर यताको पानी चाहिँ खानुलाई एकदम सुन्दर फिल्टरवाला पानी है यो चाहिँ एकदम सफा त्यही भएर हजुरहरू नि घान्द्रुक आएर वन जङ्गलमा पानी कुवा भेटाइन्छ त्यो खानु सक्नुहुनेछ है कता जाने हो हामी चाहिँ यो माथि जाने भन्नुभएको छ अङ्कल चाहिँ अब हेरौँ जानुपर्छ यता फेरि जुगा आउँछ कि जुगा आउने सम्भावना छ जुगा यो माथि पाउँछ र यहाँबाट माथि बाटो छ र माथि जाने ए हुन्छ नि त माथि जाउँला नि त दिन यस्तो यस्तो छ ओ फाइनल गाई जुगा चाहिँ अहिले यति धेरै आएको छ कि यति धेरै आएको छ हाम्रो यता साउबाको कपडाभरि जुगा चाहिँ यति छ अब यहाँ झन् माथि पुगेपछि कति आउने हो थाहै छैन जुगै जुगा छ फाल्दा कि जुगा आमा त्यही भएर त्यो कपडा लाउनु हुँदैन है त्यो बिना काममा जाउ मात्रै हुन्छ वो जुगा जुगा आयो गाई जुगा यहाँ बाघ आएर भ्वाकै गरे नि थाहा पाउँदैन यहाँ त यहीँको यही देख्दैन बाघ आउने सम्भावना छ बाघ र भालु निङ्गालोको काँचबाट भ्वाकै झम्टेर खाइदियो भने झ्याउ फाइनल गाइज अहिले चाहिँ हामी निङ्गालोको काँच भएको ठाउँमा चाहिँ आइसक्यो तर निङ्गालो यस्तो मसिनो छ अब ठुलो खोज्दै माथि जानुपर्ने हुन्छ अगाडि छ हाम्रो टोलीहरू चाहिँ माथि अब लास्टै जुगा आउँछ कि गाई चाहिँ यता चाहिँ फेरि त्यो घान्द्रुकमा चाहिँ लास्टै जुगा आउँछ बाटो नि यस्तो छ यस्तो निङ्गाल घारीतिर भालु भयो नि थाहै हुन्न त्यतिखेर खान्छ हो पानी पनि झर्न लागिसक्यो गाई जुगाहरू यस्तो हुन्छ है यता चाहिँ यति धेरै हुन्छ कि यति धेरै हुन्छ मागा छौँ कहिले नआउने मान्छेको त सातो पुत्लो उड्छ अब यस्तोमा बेसी सिस्नुले भ्याउँछ फेरि यता हिँडौँ अब निङ्गालो कति ठुलो पाउँछ यता टुसालाई यो एउटा दुइटा रहेछ के काम अलिक धेरै भेट्यो भने पो फाइनल गाइज यो निङ्गालोको चाहिँ यो हो यो टुसा चाहिँ खान्छ है अब यस्तो गरेर काठै नै खान्छ क्या काँचै खानु नि मिल्छ एकदम आमामा बाटो त कस्तो हो यस्तोमा चढाएछ अब कसरी चढ्ने हो यस्तो भिर चढ्नुपर्छ कि फाइनल गाइज भालु गाइज भालु ओहो बाटो त खतरा रहेछ है यता त कसम यता त भालु हुन्छ यार खतरा देखाएको छ दिस इज भालु ओहो निङ्गालो गाडी त यस्तो छ गाइज खोइ म अगाडि हिँड्छु नभए खोइ अब यस्तो छिर्नु पर्ने हुन्छ अब कहाँ पुग्ने हो थाहै छैन जुगा त्यति साह्रो फेरि कहाँबाट छिरेको अङ्कल यहीबाट त होला नि ल अब यस्तो ठाउँमा आइपुग्यो खोइ निङ्गालो खोइ त्यही हो त्यो त लास्टै सानो होला नि ल
अब चाहिँ हामी निङ्गालोमा आइपुग्यो हामीले चाहिँ यस्तो यस्तो लानुपर्ने हुन्छ ठुलो नभयो भने त झ्याउ हुन्छ कि यो त बोल्नु हुन्छ म उयो यतापट्टि गएर काट्छु है त ओए टुसा त सबै भालुले खायो है टुसा नि ल सो फाइनल गाइज हामी चाहिँ निङ्गालो काँच गाडीमा पुगिसक्यो अहिले चाहिँ यत्रो भिरै भिर चढ्दा चढ्दा भिर यस्तो यस्तो चढ्नुपर्छ जुगा यसरी आउँछ यहाँ फाइनली गाइज जुगा देख्नु सक्नुहुन्छ है जुगा यति धेरै हुन्छ यहाँ ओके गाइज म चाहिँ अब निङ्गालो काट्ने तर्फी लाग्छु निङ्गालो काटेपछि भेटौँ ल फाइनल गाइज अहिले चाहिँ हामीले यहाँ निङ्गालोको थाक्रो काटेर भ्याइसक्यौँ हामीले चाहिँ यता यति धेरै काट्यो अनि यहाँ तल पनि छ यहाँको यति काटेर सिध्यायो अब चाहिँ हामी पारी जानुपर्ने हुन्छ पारी के कतिको पाउँछ त्यहाँ हेर्नुपर्ने हुन्छ ओके गाइज अहिले भेटौँ ल अहिले चाहिँ हामीले निङ्गालो आधा जति चाहिँ पारी पुर्याइसक्यौँ अब दुईजनालाई पुर्याउनु पर्ने हुन्छ अनि निङ्गालो नपाएर अहिले त खोज्दैछौँ यता अब कता कता पाउँछ यता होइन अब त्यतै खोज्ने हो यो तलतिर त छन् त छ तर त्यति राम्रो छैन त्यही भएर चाहिँ अब हामी फेरि यो तल खोज्नु जानुपर्ने हुन्छ गाइज हेलो सो फाइनल गाइज अहिले चाहिँ हामीले 2 घन्टापछि भारी पुर्याइसक्यौँ अब चाहिँ हामी यहाँ टक्क लगाएर भारी हालेर गाउँ जानुपर्ने हुन्छ माथि घान्द्रुकमा यति गाह्रो भयो कि गाई त्यति गाह्रो भयो एक भारी माथिबाट घिसार्यो र एक भारी चाहिँ उहाँ तलबाट तानेको है तर लास्टै गाह्रो जुगा फेरि जुगा यति धेरै आउँछ कि यति धेरै आउँछ यो घान्द्रुकमा ओके गाइज अब हामी भारी हालेर हिँड्नेछौँ अहिले घर गएपछि भेटौँ ल बाई हेलो सो फाइनल गाइज अहिले चाहिँ हामी चाहिँ थाक्रा लिएर पनि घर आएर पनि खाना खाइसक्यौँ अब चाहिँ हामी टक्क लगाएर चाहिँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ अनि बेलुका के कतिको छ त्यो बुझ्नुपर्ने हुन्छ साउनीसँग अब भएछ भने ठिकै छ नभयो भने अब हामी यही भिडियो एडिट गर्दा के गर्दा यति टाइम पास भइहाल्छ ओके गाइज सबैजनाले साथ सपोर्ट माया गरिदिनु होला अनि मेरो युट्युब च्यानलमा गएर सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला भन्दै नेक्स्ट स्लटमा भेटौँ ल बाई बाई